कृतिहरूबाट उठेर यहाँ विदेशमा आएका छौँ। हामी जुनसुकै समुदाय जुनसुकै भूगोलबाट आएको भए पनि हाम्रो टुरिज्ममा परिचय समान छ। हाम्रो नामहरू फरक होला तर हामी चिनिने भनेको हाम्रो राष्ट्रिय कार्य हो, हाम्रो नेपाली भन्नाले नै हो। देश र नागरिकहरू भनेका एकअर्काको परिचयका अभिन्न पाटो हुन्। देशको पहिचान बिना नागरिकले आफ्नो परिचय दिन सक्दैन। यो कुरालाई हामी सबैले मनन गर्नुपर्ने आवश्यकता छ र हामीले गर्ने हरेक व्यक्तिगत क्रियाकलापहरूसँग देशको परिचयसँग जोडिनुपर्छ। हामी भलै एक्लै कामहरू गर्छौँ, हामी भलै एक्लै आफ्नो कुनै कम्पनीहरूदेखि कुनै व्यवसायहरूमा हामी इन्भल्भ छौँ, तर हाम्रो सबै कुराको इभ्यालुएसन चाहिँ हाम्रो राष्ट्रियताबाट पनि इभ्यालुएसन छ। जब आफ्नो देशलाई प्रतिनिधित्व गर्ने काम राष्ट्र सभामा रहेका डिप्लोमेटिक कर्मचारीहरूले औपचारिक रूपमा गरिरहेका छन् भने अनौपचारिक रूपमा आफ्नो देशलाई प्रतिनिधित्व गर्ने काम हामी सबैको यो सामूहिक जिम्मेवारीको चाहिँ हामीसँग आफ्नो बोध हुनुपर्छ। र विगतका केही वर्षहरूमा कुवेतमा नेपालीहरूको सङ्ख्या बढिरहेको छ, अहिले पनि सङ्ख्या उल्लेख्य रूपमा रहेको छ र यो बढ्दो सङ्ख्यासँगै बढ्दो चुनौतीहरू पनि